एमालेका त होला नि एमालेको सबैभन्दा फाइट गरेको बिहान फाइट गरेको एमालेको त्यो के चौक माथि माथि बाटोमा त्यो बाटो होइन घरमा ए घरमा विषयमा चढ्दै गर्दा के गुणा राखेको त्यसै गरेर यसका पछि झिङ्गा तपाईँ हेर्नुपर्ने भन्यो अरे एउटाले अर्को दिइहाल्यो अर्काल दियो उसले पनि दियो पालि कसले जित्ला त योपालि बालेन बालेन है तपाईँको नि भोट बालेनलाई नै हो ल ठिक छ हामी पनि बालेनकै समर्थक हो हामी पनि बालेनलाई नै दिन्छौँ उमेर थप 83 वर्षको क्या भयो अब आन्ध्रभूमि सबै निकाल्थ्यो यत्रो यत्रो वर्ष त कारणले सदस्यदेखि यिनीहरूले दिएको प्या होइन मेरो सदस्य हजुर म आसाममा सिपिएम हो हजुर होइन हजुर अनि त्यही नेचर छ यहाँ पनि भनेर म राधाकृष्ण मनाले सिपी मैनाले त्यसले महासचिव थियो हजुर सिपी मैनाले त्यो कागज अहिले मसँग सँगै छ त्यो कागज देखाएर अनि मलाई सदस्यता दियो हजुर होइन 4 आना हजुर अनि पोहोरसम्म म वैशाखमा अरिनु हुन्छ 350 तिर्सी लेबी 350 350 हो अनि यो क्षेत्र नम्बर 5 छ नि अहिले क्षेत्र नम्बर 5 मा बालेन र हाम्रो केपी शर्मा ओलीको चाहिँ अब जुन चर्चामय भएको यो क्षेत्र नम्बर 5 हो हैन अब अहिले के भनेको छ भने बालेनले त्यो कति लाखको कति करोडको गाडी चढो यो इन्डियाको मान्छे हो इन्डियालाई सबै बेचेर सिध्याउँछ भन्छन् के तपाईँलाई यो कुरा सत्य लाग्छ त्यसो चाहिँ होइन बरु उनीहरूले अमेरिकामा एनसीसी भित्र कति करोड खायो हजुर अमेरिकालाई बेचेर त्यतिखेर बालन थियो कि थिएन सदनमा थिएन नि त्यतिखेर त अनि उसले के अरे खोलाको गरेर चाहिँ उहिलेको राजाको गाडी निकाल्दा कति विरोध गरे अनि बाटाघाटा क्लियर गर्दा कति विरोध गरे अहिले उनीहरूको क्रियाकलापमा बालनले त्यो बुढापाका हिँड्ने मान्छेलाई चाहिँ आरोप गर्छन् थकाइ लाग्छ भनेर राखेका कुर्सीहरू त्यो दङ्गोले किन हटाई अनि कति रिसिभी उसलाई त्यो रोपेका बिरुवाहरू किन काटेका हेर न फेरि त्यो बिरुवा किनेर ल्याउँदा कति खर्च हुन्छ कस्तो रिस त्यो त रिस भन्दा पनि अब उनीहरूले पनि चुनावको मुख आइरहेछ केही गरेर हामीले अलिकति केही गर्यौँ भनेदेखि उनीहरूले गर्ने रहेछन् भन्ने कुरा यिनीहरूले पनि गर्ने रहेछन् भन्ने कुरा देखाउनलाई र मान्छेलाई स्पष्टीकरण मागो त आयो मागो लिखित लिए भनौँ हो त्यसको लागि गरेका जस्तो लाग्यो मलाई पनि अनि अब अहिले के भन्दैछन् हाम्रो केपी बाले के भन्दैछन् थाहा छ पहिला एकचोटि रेल ल्याउँछु एकचोटि ग्यास सबैका घर घर भित्राउँछु भनेको थिएँ गरेनन् फेरि अब यो पालि चाहिँ मैले जितेँ भने 6 महिनाभित्रै ल्याइदिन्छु भन्दैछन् के ल्याउला नि यो कुरा के लाग्छ तपाईँलाई सत्य लाग्छ बलम फुसे कुरा बलम फस्यो ओहो मान्छेलाई उल्झ्याउने के गर्दा